जस्तो भने त्यस्तै गर्छु नर्सरीको लागि तयारी उहाँ दिदीले खान्छ बरु हेर्दै थाहा हुन्छ हेर्नु उहाँ हामीले त कति नर्सरी लगाएको छौँ तर हामीले पहिले ब्याड राख्नु भन्दा अगाडि कुराहरू के कुरामा ध्यान दिनुपर्छ भन्दा जस्तो हामी अब अर्को वर्ष चाहिँ हामीले ब्याड तयार गर्नुपर्ने छ भने हामीले पहिले चाहिँ मदरबुड सेलेक्सन भन्छ त्यसलाई मदरबुड सेलेक्सन भनेको चाहिँ कस्तो भने तपाईले चाहिँ रोग नलागेको बोट हेर्नु पर्यो त्यस पछाडि अनि 8 देखि 12 वर्षको बोट भएको हुनु पर्यो 8 देखि 12 वर्ष त्यहाँभन्दा पहिलो बोटको लिन पाइएन हैन अनि त्यस पछाडि त्यसले चाहिँ बढी आम्दानी दिने खालको बोट अनि रोग र किराको चाहिँ प्रतिरोधात्मक क्षमता सहन सक्ने खालको बोट यस्ता 5-7 वटा कुराहरू हेरेर तपाईले चाहिँ हामीले के गर्छौं भन्दाखेरि हामीले चाहिँ अब यो के अरे मदरबुड सेलेक्सन गर्छौं यो बोटबाट अब म निकाल्छु भनेर बनाउनु हुन्छ अब गरिसकेपछि हामी के गर्ने त भन्दाखेरि हामीले त्यो भन्दा अगाडि चाहिँ अब हामीले मदरबुड सेलेक्सन गरिसकेपछि हामीले डीप स्किप गर्नुपर्छ त्यसको लागि चाहिँ अथवा एलपी पनि गर्न सकिन्छ हैन एलपी अथवा डीप स्किप गर्नुपर्छ एलपी र डीप स्किप गरेकोबाट मात्रै अनि हामीले के गर्छौं त भन्दाखेरि त्यसबाट मात्रै हामीले डाला लिन्छौं अहिले हामीले त्यो बोट हामीले गाँठ छोडेको छैनौं यो यहाँ चाहिँ हामीले त्यो काट्नलाई छोडेको छैन डीप स्किप उयो गरेर छोडेको छैनौं अहिले हाम्रो चाहिँ डाला हामीसँग अहिले छैन हैन यो माथि रोड देखि उँभो चाहिँ रहेछ त्यो माथितिरको हजुर उहाँहरूले डालाकै लागि भनेर त हैन तर त्यो जात अनुसार पनि फरक पर्छ अनि हामीले बनाइसकेपछि चाहिँ अब चाहिँ नर्सरीको लागि हामीले जब पानी पर्न सुरु गरेको हुन्छ हामीले त्यतिखेर चाहिँ के गर्छौं भन्दा अब नर्सरी राख्ने चाहिँ बेला हुन्छ नर्सरी राख्ने बेला भइसकेपछि चाहिँ हामीले अब त्यो यसलाई चाहिँ हामीले यो चाहिँ दुई किसिमबाट चाहिँ यसको नर्सरी गर्न सकिन्छ एउटा दानाको नर्सरी गर्न सकिन्छ दानाबाट अर्को चाहिँ यसको हाँगाबाट गर्न सकिन्छ दानाबाट चाहिँ हाम्रोमा हामीसँग चाहिँ त्यो सिडबारी हुनुपर्छ हाम्रो टी बोर्डको एउटा मात्रै यहाँ सिडबारी छ मङ्गलबारेमा छ त्यहाँको सिडहरू चाहिँ त्यो सिडबारीबाट कलेक्सन गरेको चाहिँ त्यसरी गर्न सकिन्छ अहिले चाहिँ हाम्रोबाट सिडबारी भनेको त्यो फुल्नलाई छोड्दिने त्यो चाहिँ कम्तीमा पनि त्यसको चाहिँ त्यसको सिडबारीको पनि क्राइटेरियाहरू हुन्छ त्यो क्राइटेरियामा चाहिँ विभिन्न किसिमका जातहरू त्यहाँ राखेको हुन्छ हाम्रो चाहिँ त्यहाँको चाहिँ अब यहाँ नेपालमा चाहिँ त्यति धेरै हुँदैन तर यहाँको सिडहरू लगेर अमेरिकामा लाउनु भएको छ चिया अमेरिकाको चाहिँ यहीँबाट नेपालबाट लगेर उहाँले चाहिँ दानाको लगभग उहाँ पुग्दाखेरि चाहिँ 50 रुपियाँ जति पर्यो एउटा दानाको भन्ने हुन्थ्यो उहाँ लगेर चाहिँ लगाएको छ त्यो हैन अब हामीले यसलाई चाहिँ यो यसको डिस्टेन्स चाहिँ कति हुनुपर्छ त भन्दा अब जेनरल सबैको यो चाहिँ 1 मिटर यताको यसको चाहिँ यसको चौडाइ चाहिँ तपाईको कति हुन्छ त्यही अनुसारको चाहिँ गर्नुपर्छ आवश्यकता अनुसार गरिसकेपछि आवश्यकता अनुसार अब यसको चाहिँ तपाईको यो हामी चाहिँ अब यसमा चाहिँ नर्सरी तयार गर्दाखेरि विभिन्न कुराहरू ध्यान दिनुपर्छ हैन जस्तो हामीले चाहिँ नर्सरी गर्दाखेरि चाहिँ दुई किसिमको हामी विशेष गरी दुई किसिमको चाहिँ 3 किसिमको चाहिँ यसको डालाहरू हुन्छ एउटा चाहिँ आगाली कटिङ भन्छ सिंगल नोट कटिङ र डबल नोट कटिङ हुन्छ 3 किसिमका हुन्छन् हामी नेपालमा जेनरल गर्ने भनेको चाहिँ हामी सिंगल नोट कटिङको चाहिँ डालाहरू राख्ने गर्छौं डाला काटेर ल्याउँछ छ यही ल्याइदिए पनि हुन्छ यसै गर अरु छैन होला कि यहीँको एउटा काटेर ल्याउनु पर्छ अब हेर्नु है त अब हामीले यस्तो यो आएको चिया हुन्छ हैन हामीले लिँदाखेरि के हुन्छ भने अहिले त यसको सिजन भएको छैन हैन यहाँनिर हामीले माथितिरको कलिलो भाग पनि नलिने तलतिरको दरो भाग पनि नलिने यो बिचको चाहिँ मुलायम खालको भाग हुन्छ त्यो भागलाई मात्र हामीले लिनुपर्छ गर्दाखेरि यो यहाँ चाहिँ खैरो खैरो भएकोदेखि सुरु भएकोदेखि माथितिरको भाग हैन हल्का खैरो भएको यो माथितिरको पनि धेरै माथिको नलिने तलको नलिने र एउटा हाँगाबाट कम्तीमा पनि 2टादेखि 3वटा मात्रै आउँछ अब कतिले चाहिँ अब त्यो व्यावसायिक गर्नका लागि 4 5वटा पनि निकाल्नुहुन्छ तर त्यो चाहिँ त्यस्तो चाहिँ प्रयोग गर्नु हुँदैन
अब यसरी गरिसकेपछि हामीले चाहिँ यदि तपाईँले यो 3वटा 4वटा पात यत्तिकै काटेर रोप्नु हुन्छ भने चाहिँ यसलाई आगाली कटिङ भन्छ। यो चाहिँ हामी विशेष हामी नेपालमा गर्दैनौँ। र अर्को चाहिँ सिङ्गल नोट कटिङ र डबल नोट कटिङ हुन्छ। र हामीले गर्ने चाहिँ देखाइदिन्छ। अब यसरी काट्दाखेरि पनि यस्तो नियम छ है। यो काट्दाखेरि चाहिँ कस्तो छ भने यहाँ हेर्नु है त, हामीले के गर्नुपर्छ त काट्दाखेरि भने चाहिँ तपाईँको यसलाई भन्छ इन्टरनोड भन्छ है। यो चाहिँ हामीले सिङ्गल नोडल अघि भन्यौँ होइन। हामीले काट्दाखेरि चाहिँ अब के गर्ने त भन्दाखेरि यो पत्ता भयो, यो पत्ताको यसरी उल्टो भागतिर यसरी गर्ने, यहाँबाट काटिदिने होइन। यसरी काट्ने र अब हामीले यो पत्तालाई चाहिँ हामीले नपर्ने गरी त्यसलाई हामीले यताबाट यसरी काटिदिने होइन। यस्तो भयो। अब यसलाई चाहिँ अब यसलाई सिङ्गल नोट कटिङ भन्छ। अब हामीले यसलाई रोप्दाखेरि के गर्ने त, कसरी रोप्ने भन्दाखेरि हामीले यसलाई चाहिँ यो माथितिरको चाहिँ कम्तीमा पनि 0.5 सेन्टिमिटरको हुनुपर्छ। यो चाहिँ 2 सेन्टिमिटर जतिको मात्रै हुनुपर्छ। र हामीले चाहिँ एउटा डिपर भन्ने पाउँछ, त्यो डिपर भन्ने बनाउनु पर्छ। भन्नुको कस्तो हुन्छ भने जस्तो यो बनाइदिन्छ। यो डिपर हामीले चाहिँ जस्तो यसको चाहिँ अघि हामीले 2 सेन्टिमिटरको थियो नि होइन, त्योभन्दा सानो बनाउनु पर्छ हामीले। यो चाहिँ यो सानो बनाउने यसरी, अनि यसको साइज चाहिँ त्योभन्दा सानो होस् होइन। त्यसको साइज सानो होस्। अनि सानो भइसकेपछि चाहिँ अब के गर्ने त भन्दाखेरि चाहिँ यसले चाहिँ पहिलेबाट अब यो सबै यो भइसकेपछि यसले पहिले अब यो त अहिले खुकुलो छ माटो, यसलाई यसरी घोपिदिने। घोपेपछि चाहिँ के हुन्छ त भन्दा यदि तपाईँले चाहिँ त्यो डिपर बनाउनु भएन भने चाहिँ यो साह्रो भयो भने तपाईँले यसरी गर्दाखेरि यसको बोक्राहरू पिल्सिन्छ। बोक्रा पिल्सेपछि यो चाहिँ यसबाट तपाईँले जराहरू हाल्दैन। र यसलाई चाहिँ यो माथितिरको भागलाई 90 डिग्रीमा पर्ने गरी यसरी, यो पत्ता चाहिँ बाङ्गै हुन्छ है। यसरी यो आएको यो छ नि, यो चाहिँ यो मुना चाहिँ सिधा हुनु पर्यो। यसरी यसलाई बङ्ग्याएर यसरी सिधा होइन, यसलाई यस्तो तरिकाले यसरी चाहिँ है मुना चाहिँ सिधा आउने गरी चाहिँ हामीले रोप्नुपर्छ। र यसको चाहिँ हामी लगभग 5 सेन्टिमिटरको दूरीमा चाहिँ यसरी बन्छ। त्यतिकैमा बन्छ 5 सेन्टि 2 इन्चीको फरकमा। यसरी चाहिँ अब यसरी बिरुवाहरू चाहिँ तयार हुन्छ। र त्यो तयार गरेको बिरुवालाई हामीले चाहिँ रोप्नुपर्छ। र यसलाई चाहिँ यो पत्ता चाहिँ तपाईँले यदि कुनै पत्ता चाहिँ लामो भएर तलतिर झर्यो भने यसलाई आधी काट्न पनि सक्नुहुन्छ होइन। अब यो पत्तालाई चाहिँ तलतिर झर्न लत्रिन चाहिँ दिनु हुँदैन। त्यसबाट चाहिँ फङ्गल इन्फेक्सन सुरु हुन्छ। त्यो भएको कारणले गर्दाखेरि त्यो नसर्न पनि सक्छ। त्यो भएको त्यसलाई चाहिँ हामीले काटेर मिलाउनुपर्छ। जहिले पनि अरू सबै कुरा भए पनि यसलाई चाहिँ यो यहाँको मुनालाई चाहिँ सिधा हुने गरी रोप्नुपर्छ। नत्र भने यसरी गर्नुभयो भने त यो त के हुन्छ, बाङ्गो भएर आउँछ, सुरुमै बाङ्गो हुन्छ। त्यसैले हामीले यसलाई चाहिँ अलिकति छड्के पारेर यो चाहिँ 90 डिग्री माथितिर हुने गरेको हामीले गर्नुपर्छ। यो काट्न त अब जान्नुहुन्छ नि होइन। अब जस्तो अब हेर्नु है त, अब हाम्रोमा चाहिँ यसरी यो अब पलाउने बेलामा बिरुवा यसरी पलाए है। यो महत्त्वपूर्ण कुरा यो छ है। अब तपाईँले यति त पलाउनुहुन्छ, तर यसको चाहिँ अब यो चारतिर फिजारेको हाँगा बनाउनु पर्यो नि त होइन। अब तपाईँले यसरी रोपिसकेपछि के गरिदिने भन्दा सुरुमा चाहिँ तपाईँले रोप्नुभन्दा अगाडि यो 20 सेन्टिमिटरको सम्म भएको चाहिँ यहाँ चाहिँ मुनाहरू हुन्छ, त्यसलाई भाँचिदिनुपर्छ होइन। रोप्नुभन्दा अगाडि भाँच्दा के हुन्छ भन्दा यो अब यो मुना यसले चाहिँ यहाँ खाद्य तत्त्वहरू यसले मुना अर्को बनाउन पाउँदैन, त्यसैले यो मोटो हुन्छ होइन। अब तपाईँले यसरी रोप्नुभयो, रोपिसकेपछि चाहिँ तपाईँको के भयो त भन्दा 6 महिना पछाडि चाहिँ यसलाई चाहिँ डिसेन्टरिङ गर्नुपर्छ भन्छ। डिसेन्टरिङ भनेको बुझ्नुहुन्छ? डिसेन्टरिङ भनेको यसलाई चाहिँ यसबाट धेरैवटा हाँगा निकाल्ने
अब धेरैवटा हाँगा निकाल्दा के गर्ने त भन्दा यदि यो 20 सेन्टिमिटर भित्रतिर चाहिँ अर्को हाँगा निस्केको छ भने जस्तो यसलाई चाहिँ जस्तो यहाँ भयो नि त अर्को हाँगा त यसको त यहाँ निस्क्यो होइन मानिने यसको अर्को हाँगा निस्केको छ भने यसलाई 20 सेन्टिमिटरमा तपाईँले काटेर फ्याँकिदिन सक्नुहुन्छ बुझ्नुभयो हाँगा आइसकेपछि आइसकेपछि तर 20 सेन्टिमिटरमा तपाईँको हाँगा छैन भने यसलाई हामीले थम प्रुन गर्नुपर्छ यसो गरेर भाँचेर यसलाई लर्काउनु पर्छ अनि लर्काइसकेपछि के हुन्छ यहाँबाट दुईटा हाँगा आउँछन् अनि यो हाँगालाई भाँचेर फ्याँकिदिनुपर्छ काटेर फ्याँकिदिनुपर्छ यसलाई भन्छ डिसेन्टरिङ भन्छ होइन अब यो चाहिँ यसलाई भन्छ थम प्रुन भन्छ यसलाई चाहिँ होइन र भाँच्दा फेरि चाहिँ यसको पनि नियम छ हामीले भाँच्दा फेरि यसरी यो अम्लेले यसरी थिचेर सास दबाएर यसलाई यसरी भाँच्नुपर्छ नत्र भने भाँचिँदैन यो दह्रो हुन्छ चियाको चाहिँ एकदम हाँगा यसरी आइसकेपछि मात्रै तपाईँको अब के भयो यहाँबाट हाँगा आयो दुईटा हाँगा आयो अब यसबाट पनि के हुन्छ भन्दा हाम्रो चाहिँ जहिले पनि चियामा गर्दा 1:3:7 भन्छ एउटाबाट 3टा हाँगा यो 3टाबाट 7वटा आएको हुनुपर्छ अनि मात्रै चाहिँ त्यसले चाहिँ त्यसको हाँगा राम्रो हुन्छ अब यहाँबाट आइसकेपछि तपाईँले यो त बढिसकेपछि अब यसलाई के गर्ने भन्दा 24 इन्चमा 24 इन्च भनेको तपाईँले नाप्न जान्नु भएन भने अब यो बढेको छ नि होइन प्रत्येक वर्ष 24 इन्च घुँडादेखि माथितिर भनेको लगभग 24 इन्च हुन्छ त्यतिमा त्यसको मुन्टो भाँचिदिनुपर्छ बुझ्नुभयो अनि मात्रै के गर्छ मुन्टो भाँचेपछि मात्रै त्यसले के गर्छ साइडबाट हाँगाहरू मजाले हाल्न सुरु गर्छ यदि तपाईँले त्यस्तो गर्नु भएन भने तपाईँको के हुन्छ चियाको बोट माथितिर गएर यो हात जस्तै माथितिर हाँगा भएको हुन्छ यहाँ बिचमा हाँगै हुँदैन होइन त्यो भएको कारणले यसलाई हामीले चाहिँ यो त्यसलाई चाहिँ हामीले फर्स्ट त्यो यसलाई प्रुन त्यो फ्रेम बनाउने भन्छ फ्रेम बनाउनुपर्छ अब अझै तपाईँले फ्रेम कसरी पनि बनाउन सक्नुहुन्छ भने तपाईँको यो भयो यसरी यहाँबाट आएको छ होइन यहाँबाट चाहिँ अरू यो हाँगाहरू आएको छ भने यसलाई यस्तो किसिमको कापेले चाहिँ यो कापे लगाएर पनि यसलाई चाहिँ मिलाउन सक्नुहुन्छ जस्तो यहाँबाट आयो हाँगा भने यहाँ यो हाँगा आएको छ यसलाई अलिकति यसो गरिदिनु भने यतातिर फिजारिएर जान्छ यसरी पनि हामीले गर्न सकिन्छ अब यति गरिसकेपछि मात्रै तपाईँको 4 वर्ष पछाडि चाहिँ तपाईँले 24मा टिप्दै टिप्दै जानुहुन्छ अब 4 वर्ष पछाडि चाहिँ के गर्नुपर्छ भने प्रुन गर्नुपर्छ 4 वर्ष पछाडि हामीले कुन प्रुन गर्छौँ भन्दाखेरि तपाईँले सुरुमा चाहिँ के हुन्छ रोपेको हामीले कम्तीमा पनि यो चाहिँ 5 वर्ष पछाडि चाहिँ हामीले प्रुन सुरु गर्छौँ प्रुन सुरु गर्दाखेरि हामीले रोपेदेखि 12 इन्चकोमा चाहिँ काट्छौँ यहाँ हामीले 12 इन्चमा चाहिँ जस्तो एउटा म यसलाई अलिकति काट्छु 12 14 काट्छौँ होइन काट्दाखेरि हेर्नु है यसको नियम हुन्छ यसरी काट्नु हो भने धेरैजनाको खुट्टा काटेको छ होइन यसरी यसलाई यसो गर्ने यसरी गरेर यो चाहिँ आफ्नो खुट्टातिर पार्ने होइन है यसलाई यसो गरेर यसलाई चाहिँ सट्टै यसरी मर्काउने यसरी आयो होइन एकदम लाग्ने हुन्छ यो हामीले बनाउनै पर्यो यो चाहिँ एकदम लाग्ने हुन्छ हामीले एकैचोटिमा छिन्न पर्यो खसी एकैचोटिमा छिन्न पर्छ भन्छ नि त्यस्तै हो यो चाहिँ 90 डिग्रीकोमा एकले अर्कालाई हेरेको जस्तो गरेर यसरी बनाउनु पर्छ यो मैले सबै काटिनु बिग्रिन्छ किनभने अब काट्यो भने यो मर्छ पनि कि हो यसरी 90 डिग्रीकोमा चाहिँ यो एकले अर्कालाई हेरेको भनेको यो यसलाई हेरेको यतातिर यसरी घुमी काट्नुपर्छ अनि मात्रै हुन्छ जस्तो अब यो तपाईँले चाहिँ गरिसकेपछि यो चाहिँ कहिले प्रुन गरेको रहेछ भन्ने कुरा चाहिँ यहीँनिरबाट तपाईँले हेर्दा थाहा पाउनुपर्ने हुन्छ थाहा हुन्छ ऊ त्यो हेर्दाखेरि त्यहाँ काटेको हेर्नुहोस् त्यहाँ आँखा देख्नुहुन्छ त्यहाँबाट हो त्यो त्यसको छेउमा हो त्यो प्रुन गरेको हो त्यो हो त्यसरी भन्छ अब तपाईँको प्रुन गरेको मिलेन भने के हुन्छ भन्दा गाँठागुठीहरू बढी हुन्छ गाँठागुठीहरू बढी भइसकेपछि त्यसको उत्पादन कम हुन्छ त्यसको बोटको आयु पनि कम हुन्छ त्यसैले हामीले जहिले पनि यो अगाडि जहाँ काटिएको छ त्योभन्दा 2 इन्च माथितिर काट्नुपर्छ अब यो हेर्नु ल यो बोटलाई